हेलो नमस्ते साथीहरू। अझै चाहिँ म लेख्नतर्फतिर लागिरहेको थिएँ अनि म चाहिँ अब यत्तिकै लेख्न थालेँ है। कति कुराहरू आउँदैन नि त, हामी सोच्दै लेख्दै गर्नुपर्छ। कति कुराहरू आउँदैन, गाह्रो छ हौ पढ्न पनि। त्यत्तिकैमा मलाई अब अल्छी लाग्न थाल्यो क्या, कति लेख्नु भनेर। म यताउता गर्दै थिएँ है। त्यसपछि रुममा एक्लै बस्नुपर्ने अल्छी लाग्छ हौ। अनि अल्छी लागेर म उठेँ। अब कति रुममा मात्र बस्नु भनेर म बाहिर निस्केँ। अनि बाहिर निस्किन साथ लाइन पनि गएको थियो होइन। अनि ठ्याक्कै आज कतै बाहिर निस्किने मन पनि थिएन क्या। अलिक चिसो टाइपको थियो अनि कुहिरो लागिरहेको थियो। त्यही भएर बाहिर निस्किनु मन थिएन। त्यही पनि म निस्किदिएँ। लाइन गयो त के गर्नु। यहाँ चाहिँ घरबेटी आन्टीले साग बोक्नु भएको छ कि, त्यही पनि मैले देखाइदिएँ तपाईँहरूलाई। अनि म चाहिँ तलतिर जाँदैछु। अनि त्यहाँ चाहिँ घरबेटी आन्टीले त्यहाँ पनि साग बोक्नु भएको रहेछ। अनि त्यहाँ साग पनि हरियाली छ। त्यसको नि मैले भिडियो गर्नु बनाएँ, त्यही भएर गर्थेँ। अनि त्यतिकै म यहाँ सागसब्जी राख्ने काम बनाउनु भएको रहेछ आन्टीले। अनि म चाहिँ यत्तिकै अल्छी लागेर यताउता हेर्दै मस्तिर आउँदै थिएँ। अनि मनमा नै सोचिरहेको थिएँ आज त कत्रो चिसो मौसम है भनेर। अनि पुरा आकाश देखिरहेको थियो क्या, डुम्म टाइपको चाहिँ